नमस्ते यहाँहरु सबैजनालाई एकचोटि यो भिडियो अथवा फोटोमा ध्यान दिएर हेर्नुस् त। यो के कारणले हुन्छ र यो अवस्था के हो? आज हामी यसको विषयमा कुरा गर्न गइरहेका छौं। गर्भ बस्नु अघि एउटा सानो भिटामिन नखाँदा बच्चामा गम्भीर समस्या हुन सक्छ। यो कुरा तपाईलाई थाहा छ। बच्चाको मस्तिष्क र मेरुदण्ड बन्ने प्रक्रिया गर्भ बसेको सुरुका केही हप्तामा नै हुन्छ र त्यही समयमा सानो गल्तीले ठूलो समस्या निम्त्याउन सक्छ। यो समस्यालाई न्युरल ट्युब भनिन्छ। यो भनेको बच्चाको मस्तिष्क र मेरुदण्ड बन्ने क्रममा हुने समस्या हो। गर्भको सुरुका 3 देखि 4 हप्तामा न्युरल ट्युब भन्ने नली राम्रोसँग बन्द हुनुपर्छ। यदि यो बन्द भएन भने यस्तो समस्याहरू देखा पर्न सक्छ। के हुन्छ यदि न्युरल ट्युब डिफेक्ट भयो भने? यसले गम्भीर असर पार्न सक्छ। केही बच्चामा मस्तिष्क राम्रोसँग विकास नहुने देखि लिएर केहीमा ढाडमा फुलिएको भाग स्पाइना बाइफिडा देखिन्छ। हिँडुल गर्न गाह्रो हुने, पिसाब पिसाबमा कन्ट्रोल गर्न अथवा नियन्त्रण गर्न समस्या हुन सक्छ। गम्भीर अवस्थामा बच्चाको ज्यान समेत जान सक्छ। किन हुन्छ त? कारणहरू के हो? यसको मुख्य कारण भनेको फोलिक एसिडको कमी हो। गर्भ बस्नु अघि तयारीको कमी, केही औषधि वा रोगहरूको कारणले पनि यस्तो हुन्छ। कहिलेकाहीँ आनुवंशिक कारण अथवा जेनेटिक कारणले पनि यस्तो समस्याहरू देखा पर्न सक्छ। कसरी जोड्ने अथवा प्रिभेन्सन कसरी गर्न सक्ने? सबैभन्दा महत्त्वपूर्ण कुरा, गर्भ बस्नु अघि नै फोलिक एसिड सुरु गर्नुहोस्। दैनिक कम्तीमा 400 माइक्रोग्राम वा डाक्टरको सल्लाह अनुसार उक्त औषधिको सेवन गर्नुहोस्। गर्भ बस्नु अघि कम्तीमा 1 महिना र सकिन्छ भने गर्भको प्लानिङ गरेको 3 महिना अगाडिदेखि नै फोलिक एसिड खाएको राम्रो, हैन भने कम्तीमा 1 महिना अगाडि नै फोलिक एसिडको सेवन गर्नु राम्रो हुन्छ। सन्तुलित खाना खानुहोस्। हरियो सागसब्जी, दाल, अण्डा, माछा, मासु र डाक्टरको सल्लाह बिना औषधि नखानुहोस्। कुनै पनि औषधि डाक्टरको सल्लाह बिना खानु हुँदैन। स्क्रिनिङ जाँच कसरी गर्ने अथवा यो समस्या छ भनेर कसरी थाहा पाउने? यो समस्या गर्भमै थाहा पाउन सकिन्छ। विशेष गरी अल्ट्रासाउन्ड, विशेष गरी 18 देखि 20 हप्ताको बीचमा गर्न सकिन्छ। आवश्यक परे अन्य रगत परीक्षणहरू गरेर पनि थाहा पाउन सकिन्छ। त्यसैले गर्भावस्थामा नियमित जाँच अत्यन्त जरुरी छ। धेरै अवस्थामा न्युरल ट्युब डिफेक्ट रोक्न सकिने अवस्था हो, यदि सही तयारी गरियो भने मात्र। त्यसैले आमा बन्ने योजना छ भने आजैबाट फोलिक एसिड सुरु गर्नुहोस्। सही जानकारी, सही कदमले मात्र स्वस्थ बच्चा जन्माउन सकिन्छ। धन्यवाद।